अब चाहिँ हो दोस्रो पार्ट भिडियो बनाउन गइरहेको छु। अघिको पहिलो पार्ट भयो, यो चाहिँ अब यहाँदेखि अरू अघि तेलमा मैले यसलाई फ्री गरेर तेलमै फ्री गरेर चाहिँ अब खोल्दैछु। यो अब यसलाई चाहिँ एक एक पार्ट्स खोलेर चाहिँ यसमा म यो ओइलमा तेलमा पेट्रोलमा लगाउँदैछु। यहाँनिर यो अटोइल यो अब यहाँदेखि अरू सामानहरू सब खोल्नु पर्ने हुन्छ। यो चाहिँ अब मैले अस्ति यो हाफ वाइलिङ गरेर अटो विल कैँची फेरेर दिइराखेँ। अब यसलाई राम्रो चलेन भनेदेखि अब फेरि यसलाई फुल वाइलिङ गरेर चाहिँ दिनु पर्यो। मैले उनलाई अब खासै चार्ज पनि त्यत्रो लिएको छैन, 1500 मात्रै लिएको छ। तर यो कम्तीमा नि 2500देखि कममा नहुने चिज हो। उहाँ चाहिँ तेह्रथुमदेखि आउनुभएको हुनाले मैले उहाँलाई कमी नै गरेर मैले गरिदिएको छु। यो सकेसम्म चाहिँ अब त्यति कमीमा अरू मेकानिकले बनाउन सक्दैनन्। यो मैले टाकटुकै पार्ट्सहरू खोलिदिँदैछु है। यसमा जति भएपछि अब अघि एउटा सानो यहाँ गल्ती भएछ। त्यो गल्ती अब यो चाबी चाहिँ पेट्रोलमा हतपत्ती हाल्नु हुने थिएन। अब मैले अघि बिर्सेर हालिदिएको छु, अहिले निकालेर यता राख्दैछु। यो चाबी चाहिँ किनभने यो वासर फुलिन्छ। यो यसमा त्यसलाई बेसी फुलिन्छ योभन्दा बेसी, त्यही कारणले मैले त्यो हाल्नु हुने थिएन, झुकिएर हालिन्छ। तर पनि केही गर्दैन, अहिले त्यति धेरै बेर राखेको छैन। अब यो सबै यहाँनिर यसलाई चाहिँ पेट्रोलमा सबै हाल्ने सामान यहाँ टाकटुक एउटै बिना खोलेर ल। अब जति पेट्रोलमा नडुबाउने चिजहरू यता राखिदिएको छु मैले। अब यसलाई बन्द गरेर चाहिँ यो अब यहाँनिर एउटा चिज अझै यहाँ खोल्न बाँकी छ। एउटा यो ब्यारेल बक्स चाहिँ ए कति कालो मैला रहेछ हेर्नु। ए पुरै कालो, पुरै
अब यो क्यामेरा उता अब क्यामेरा कोही गरिदिने नहुनाले यो चाहिँ मैले आफै गरेर राखेर गर्दा पुरा देखिएको छैन। अब यो म यो ब्यारेल मेन स्प्रिङ चाहिँ त्यति यो म निकाल्दिनँ, यसलाई यत्तिकै सफा गरेर चाहिँ 2-3 खेप सफा यसलाई गर्दै अथवा पेट्रोलमा डुबाउँदै सफा गर्दा। यो चाहिँ किन नहालेको भने यो चाहिँ हतपति यो के भरे खोलेर लगाउँदाखेरि यो स्प्रिङ यो साइडमा चाहिँ किचिक्क हुने डर हुन्छ। तर यो पहिल्यै खोलेर यो अलिकति किचिक्क त भइसकेकै रहेछ। भइसकेको रहेछ भने म यसलाई खोलि नै दिन्छु, नभएदेखि म खोल्ने थिइनँ। तर त्यो चाहिँ किचिक्क चाहिँ त्यो भएको रहेछ यसको चाहिँ, त्यो भनेपछि यसलाई खोल्दाखेरि केही पनि फरक पर्दैन। अब यसलाई पनि निकालिदिन्छु म। यो अरू होसियारीसँग गर्नुपर्छ, नभए उछिटेर कहाँ कहाँ पुगेर यहाँ अरूसँग पनि बिगारिदिने डर हुन्छ। यसलाई यस्तो तरिकाले बिस्तारै खोल्नुपर्ने हुन्छ। यो छिट्टिहाल्यो नि, भन्दा भन्दा यत्रो होसियारी गर्दा पनि छिट्टिएको हो। यति कालो भइसकेको खाने मात्रै हुन्छ त अनि हुन्छ भनेको त नि अहिले फिरेर राख्यो। अब यसमा तेलमा डुबाएर तेलै कालो बनाइदियो, पेट्रोलै रातो बनाइदियो। यति साह्रो मैला रहेछ। अब यो अरू यसलाई 5-10 मिनट चाहिँ यतिकै राखेर चाहिँ ढाडेपछि अब यो गरौँला। अब साह्रै बोल्न पनि आउँदैन, किनभने पढाइ लेखाइ अलिक कम्ती भयो। इङ्ग्लिससँग त झन् बाजा बाजै छ, नेपालीसँग पनि अलिअलि मनमुटाउ छ र राम्रो बोल्न आउँदैन। रह्यो भने हेरिदिनु होला भिडियो। काम मेकानिक साथीभाइले पनि हेरिदिनु होला र ग्राहकले पनि हेरिदिनु होला। मेकानिक साथीभाइहरूलाई पनि कुनै कमी कमजोरी केही छ भने, मेरो कमी कमजोरी यहाँनिर देखियो भने यस्तो होइन यस्तो भनिदिनु होला। आफू त भर्खर सिकाउनु पर्यो काम गर्न पनि। 45 वर्ष मात्रै भयो होला घडी रेडियो इलेक्ट्रोनिक र घडी रेडियो गरेको। खासै अनुभव त छैन, रहि भए पनि।